नमस्कार साथीहरु, मेरो नाम विक्रम हो र आज म तपाईहरुलाई सिकाउन गइरहेको छु गुगल ट्रेन्ड्सको बारेमा, जसबाट चाहिँ हामीले जति पनि ट्रेन्डिङ टपिकहरु हुन्छ, भ्लगको लागि होस् चाहे युट्युबको लागि होस्, सबै कुराको लागि चाहिँ हामी चाहिँ ट्रेन्डिङ टपिक खोजिरहेको हुन्छौं र हामीलाई गाह्रो हुन्छ कि कसरी चाहिँ हामी आफ्नो भिडियोलाई भाइरल गराउँ, रिच बढाउँ भन्ने तर्फ एकदमै मान्छेहरु आकर्षित हुन्छ। त्यसैकारणले म चाहिँ आज तपाईहरुलाई गुगल ट्रेन्ड्सको मद्दतबाट चाहिँ कसरी चाहिँ हामी सजिलैसँग ट्रेन्डिङ टपिक हासिल गर्न सकिन्छ भन्ने विषयमा सिकाउन गइरहेको छु। सर्वप्रथम म मोबाइल स्क्रिन शेयर गर्न गइरहेको छु। मोबाइल सर्वप्रथम तपाईहरु जानुपर्ने हुन्छ क्रोम ब्राउजरमा, गुगलमा जानुपर्ने हुन्छ, गुगल अथवा क्रोम ब्राउजर। त्यसमा गइसकेपछि हामीले यहाँ सर्च गर्ने छौं गुगल ट्रेन्ड। गुगल ट्रेन्ड भनेर सर्च गर्नुपर्ने छ साथीहरु। गुगल ट्रेन्ड्समा गइसकेपछि देख्न सक्नुहुन्छ यो 3 लाइनको डट छ, यो 3 लाइनको यो डट छ। यसमा गइसकेपछि देख्न सक्नुहुन्छ साथीहरु ट्रेन्डिङ नाउ, यो ट्रेन्डिङ नाउमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। र साथीहरु यहाँ गइसकेपछि चाहिँ हामी चाहिँ सबैभन्दा पहिला चाहिँ हाम्रो कन्ट्री लोकेसन चुज गर्नुपर्छ। नेपाल सिलेक्ट गरेको छु साथीहरु। देख्न सक्नुहुन्छ पास्ट 24 आवरमा चाहिँ जति पनि ट्रेन्डिङ टपिकहरु आएको छ त्यो चाहिँ हामीले देख्न सकिन्छ। देख्नुहुन्छ एक्टिभ देखाएको छ नि, यो जति पनि श्रीलंका भर्सेस पाकिस्तान, लेटिन भर्सेस रियल मैड्रिड यस्तो देखाएको छ साथीहरु। यो चाहिँ सबै यो ट्रेन्डिङ टपिक हो साथीहरु। त्यसपछि हामीले यहाँ देख्न सकिन्छ क्याटेगोरी सिलेक्ट गर्न सकिन्छ साथीहरु। अल ट्रेन्ड सबै कुरा सिलेक्ट गर्न सकिन्छ। सिम्पली हामी चाहिँ यहाँ जाने छौं अल क्याटेगोरी भनेको छ। हामीले अल क्याटेगोरी पनि सिलेक्ट गर्न सक्छौं, साथै अटो एन्ड भेहिकल्स 0, ब्युटी एन्ड फेसन 0, बिजनेस एन्ड फिटनेस फाइनान्स 1, क्लाइमेट 0, इन्टरटेनमेन्ट 1। यसरी चाहिँ हामी सबै कुराहरु क्याटेगोरी सिलेक्ट गर्न सक्छौं। यदि तपाई स्पोर्ट रुचाउनुहुन्छ भने स्पोर्टमा देख्न सक्नुहुन्छ स्पोर्ट चाहिँ एकदमै धेरै अपडेट भइराखेको हुन्छ, ट्रेन्डिङ भइराखेको हुन्छ। साथै त्यसैकारणले स्पोर्टको हेर्न चाहनुहुन्छ भने यहाँ देखाइरहेको छ श्रीलंका भर्सेस पाकिस्तान, यो मैले पहिला नै देखाएको छु साथीहरु। यसरी चाहिँ तपाईहरुलाई कुन चाहिँ क्याटेगोरीको भिडियो बनाउन चाहनुहुन्छ तपाईहरुले यहाँ आएर चाहिँ बनाउनु भयो भने चाहिँ तपाईहरुले सजिलैसँग भ्युज गेन गर्न सक्नुहुन्छ। त्यसैकारणले सबैजनाले मेरो भिडियोलाई राम्रोसँग स्किप नगरिकन अन्त्यसम्म हेर्दिनु होला साथीहरु, ताकि आगामी दिनहरुमा मैले हजुरहरुको लागि यस्तै इन्फर्मेटिभ भिडियोहरु ल्याउन सकूं साथीहरु। सबैजनालाई मेरो युट्युब च्यानललाई भिजिट गर्नुभएकोमा धन्यवाद। सबैजनाले चाहिँ मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेर चाहिँ सपोर्ट गरिदिनु होला साथीहरु। धन्यवाद।